प्रचण्ड र माधव नेपालको नेपाली कम्युनिस्ट पार्टी 10 कोठे टहरो हो। रामबहादुर थापा बादलको आरोप। विकास निर्माणका गतिविधि रोकिन नहुने सभामुख देवराज घिमिरेको भनाई। गिरिया जिल्ला पुगेर रामकुमारी झाँक्रीले भनिन्, देश र जनताका निमित्त एमाले 70 साल जस्तै भएर उभिन्छ। एआई प्रयोग गरेर ठुल्ठुला कम्पनीलाई करोडौँ ठगी गर्ने गिरोह पक्राउ। 14 वर्षीय नाबालक पनि सुनाउन। राजसपा पार्टी सबैभन्दा ठुलो शक्तिशाली पार्टी हुनेछ, सविता गौतमको भनाई। एमाले चुनावमा जान तयार छ, उपमहासचिव गेवालीको भनाई। जेएनजी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ, भीम रावलको कडा आरोप। निर्वाचनको विकल्प छैन, उपेन्द्र यादवको भनाई। पूर्व युवरागी हिमानी शाहद्वारा पाटनका बङ्गालमुखी र कुम्भेश्वर मन्दिरको दर्शन। नमस्कार दर्शकबिन, तपाईहरुलाई हार्दिक स्वागत छ हाम्रो युट्युब च्यानलमा। यदि तपाईं नयाँ हुनुहुन्छ, हामीसँग अझै पनि जोडिनु भएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला र नजिक रहेको बेल आइकनलाई दबाई छेउमा रहेको लाइक गरेर हामीसँग नियमित जोडिनुहोला। दर्शकबिन, समाचारहरू अत्यन्तै महत्त्वपूर्ण छन्, त्यसैले भिडियोलाई भने अन्तिमसम्म हेरी हामीलाई साथ दिनुहोला। अब लागौँ आजको पहिलो खबरतर्फ। नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले प्रचण्ड र माधव नेपाल सहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी 10 कोठे टहरो भएको आरोप लगाएका छन्। अस्तित्व जोगाउन बनाएको 10 कोठे टहरो मात्रै भएको भन्दै त्यसले उनीहरूको ओह्रालो यात्रा नरोकिने नेता बादलले बताएका छन्। निर्वाचनमा अस्तित्व जोगाउन मात्रै उनीहरूले 10 कोठे टहरो हालेका हुन्, त्यसैले पनि उनीहरूको ओह्रालो यात्रा रोकिँदैन, मूल घरमा फर्किएर मात्रै केही जोगिन सक्छ भन्ने उनले 10 कोठे टहरो बनाएकाहरू कोर्स गरेर मेन घरमा फर्किने पार्टीले अपिल गरेको र केही फर्किएको उनले बताएका छन्। बादलले सुशीला कार्की नेतृत्वको सरकार फागुन 21 मा गर्ने भनेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिन रचिएको हनी ट्यापिङ भएको भन्दै ठुल्ठुला स्थापित दलहरू यस्तोमा पर्न नहुने बताएका छन्। उनले भदौ 2324 गते देश र जनताका विरुद्ध रचिएको षड्यन्त्रलाई वैधान दिन निर्वाचनको नाटक गर्न खोजेको जिकिर गरेका छन्। फागुन 21 को निर्वाचन अगाडि स्थापित दल र तिनका नेताहरूलाई फसाएर मात्रै कार्की सरकारले निर्वाचन गर्ने बताएका छन्। त्यसका लागि विभिन्न षड्यन्त्रहरू रचिएको उनको दाबी रहेको छ। अब लागौँ खबरतर्फ। एआई को दुरुपयोग गरी ठुल्ठुला व्यापारिक कम्पनीलाई ठगी गर्ने र सर्वसाधारणलाई विभिन्न अनलाइन माध्यमबाट फसाउने एक सङ्गठित गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक 14 वर्षीय नाबालिग सहित 3 जना रहेका छन्। उक्त समूहले करिब 10 करोड रुपियाँभन्दा बढी अवैध कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाइसकेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर 8 स्थित प्रभु अस्पताल अगाडिको सडक खण्डमा उनीहरूलाई नियन्त्रण लिएको छ। पक्राउ पर्ने पर्साको वीरगञ्ज 29 मसौली बस्ने वर्ष 35 का कृष्णप्रसाद शाह, सोही स्थानका एक 14 वर्षीय नाबालक र बाराको विश्रामपुर गाउँपालिका 1 बस्ने 21 वर्षीय राहुल मण्डल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले विभिन्न बैंकका 43 स्थान एटिएम कार्ड समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार यो गिरोहले अनलाइनमा ठगी गरी नयाँ र पुरस्कृत तरिका अपनाएको पाइएको छ। गिरोहले विशेष गरी ठूला व्यापारिक कम्पनीलाई निशाना बनाउने गरेको हो। उनीहरूले कम्पनीलाई सम्पर्क गरी ठूलो परिमाणमा सामान अर्डर गर्थे, त्यसपछि एआई प्रविधिको प्रयोग गरेर सक्कली जस्तै देखिने पर्चेस अर्डर र सामानको भुक्तानीका लागि बैंक रकम जम्मा गरेको नक्कली भाउचर डिपोजिट स्लिप बनाएर पठाउने गर्थे। डीएसपी बस्नेतले भनेका छन्, कम्पनीले भाउचर देखेपछि भुक्तानी भयो भन्ने विश्वासमा सामान पठाइदिन्थे, तर पछि बैंक खातामा हेर्दा रकम जम्मा भएको हुँदैन थियो। यसरी उनीहरूले ठूलो मात्रामा सामान ठगी गर्ने गरेको देखिएको हो। प्रहरीका अनुसार ठगी गरिएको सामान समेत उनीहरूले सिधै आफूसम्म नपुर्याई विभिन्न लेयर बनाएर व्यवस्थापन गर्थे। सामान उठाउन एउटा व्यक्तिलाई त्यसलाई भण्डारण गर्ने, अर्को बजारमा बेच्ने, तेस्रो व्यक्तिलाई प्रयोग गरिन्थ्यो। यसले गर्दा अनुसन्धानकर्तालाई मुख्य योजनाकारसम्म पुग्न कठिन हुन्थ्यो। यसका साथै गिरोहले सर्वसाधारणलाई समेत ठगीको निशाना बनाएको थियो। उनीहरूले सामाजिक सञ्जाल मार्फत फिसिङ, ओटिपी फन्ड, जब स्याक र फेक अनलाइन बिजनेस जस्ता विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेको खुलेको छ। ठगीबाट सङ्कलित रकम जम्मा गर्नका लागि गिरोहले करिब तथा अशिक्षित व्यक्तिलाई मासिक भाडा दिने प्रलोभन पारी उनीहरूको नाममा बैंक खाता र डिजिटल परेड खोल्न लगाइन्थ्यो। यसरी उनीहरूले ठगी गर्ने गरेका थिए। पक्राउ परेकाहरूमध्ये कृष्णप्रसाद शाह मुख्य डिलरको भूमिकामा रहेको बताइएको छ। खबरतर्फ
जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन्। शनिबार भैरवमा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनु पर्नेमा जोड दिने बताएका छन्। उनले हाल सुरक्षाको वातावरणमा बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने समेत बताएका हुन्। यो सरकारको दायित्व नै निर्वाचन गराउने हो। जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन भयभीत रहेको अवस्थामा यसको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ, निर्वाचन हुनुपर्छ उनले भनेका छन्। पूर्व उपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधित्व सरकारमा हुनुपर्ने बताउँदै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व आवश्यक रहेकोमा जोड दिएका छन्। उनले पार्टी र उम्मेदवारको पैसा खर्च गर्न नपर्ने गरी निर्वाचन प्रणाली सुधार हुनुपर्ने र सङ्घीय संरचना सुधार प्रदेश सरकारलाई अधिकारसम्म बनाइराख्ने धारणा राखेका छन्। पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधन मार्फत देशलाई अग्रतर्फ लैजानुपर्नेमा जोड दिएका छन्। अब लागौँ अर्को खबरतर्फ। नेकपा एमालेकी नेत्री रामकुमार झाँक्रीले जेनजी आन्दोलनमा राष्ट्रियता र नेपाली जनता विरुद्ध भएको आरोप लगाएका छन्। एमालेमा फर्केपछि पहिलोपटक गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै जेनजी आन्दोलन संविधान विरुद्ध भएको जिकिर गरेका छन्। उनले अगाडि भनेका छन्, भदौको 23 र 24 गतेको घटनालाई हामीले असाध्यै कहिल लाग्दो र हाम्रो जीवनमा हामी बाँचेको समयमा कहिल्यै नदेखेको यस्तो घटनाको रूपमा लिएको बताएका छौँ। उनले भनेका छन्, यो किन भयो, कसको विरुद्धमा थियो, यो के कुरा। आज जेनजी विद्रोहको नाममा आफ्नो स्टेबल दावी गरिरहने सबै साथीहरूलाई, सबै मित्रहरूलाई म भुलभुलैयामा नपर्नको लागि अनुरोध गर्न चाहन्छु। यो यत्तिकै भएको चिज थिएन। उनले राष्ट्रियताको बारेमा सिट ठाडो पारेर अवचलित रूपमा सरकार अघि बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध घेराबन्दी भएको बताएका छन्। उनले अगाडि भनेका छन्, सरकार नेतृत्वमाथि यो एक प्रकारको अकल्पनीय घेराबन्दी प्रहार थियो र त्यसको नेतृत्व थियो नेकपा एमालेको। त्यसले नेतृत्व गरेको थियो संयुक्त गठबन्धनको र त्यसको नेता हुनुहुन्थ्यो केपी शर्मा ओली। 23 र 24 को घटनाको जेनजी विद्रोहमा हाम्रो हिस्सेदारी यति सजिलै लिन नखोज्न आग्रह गरेका छन्। उनले भनेका छन्, यो किन भएको थियो भन्दा यो देशको राष्ट्रियताको विरुद्धमा भएको थियो, नेपाली जनताको विरुद्धमा भएको थियो, नेपालको सार्वभौम सत्ताको विरुद्धमा भएको थियो, 62-63 सालका ऐतिहासिक क्रान्तिको उपलब्धिको विरुद्धमा भएको थियो र त्यो उपलब्धिलाई संस्थागत गरेको संविधानको विरुद्धमा भएको थियो। त्यसकारण तपाईँहरूले कसरी दाबी गर्न सक्नुहुन्छ कि त्यो विद्रोहमा हाम्रो साथ र समर्थन थियो भनेर। उनले राष्ट्र र जनताको निम्ति 70 साल भए जस्तै उनले भनेका छन्। एमाले अब उभिने बताएका छन्। उनले अगाडि भनेका छन्, म आज 23 र 24 गतेदेखि यताका घटनाक्रममा पार्टीको आन्तरिक जीवनसँग जोडिएर काम गरेको छु, तर स्मृतिमा म नेकपा एमालेसँगै नै थिएँ। मेरा कयौँ अभिव्यक्तिहरूले ती कुरा भन्दै जान्छन् र म सार्वजनिक रूपमा आलोचित भइराखेकी पनि थिएँ, उनले भनेका छन्। तर्फ सभामुख देवराज घिमिरेले मुलुकमा विकास निर्माणका गतिविधि नरोकिने बताएका छन्। बिर्तामोड 5 स्थित देवी माध्यमिक विद्यालयका लागि रु 6 करोडको लागतमा निर्माण गरिने 15 कोठाको 3 तले भवनको शिलान्यास गर्दै उनले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी हुनुपर्नेमा जोड दिएका छन्। साथै उनले विद्यालय भवन निर्माणमा भौतिक एवं आर्थिक रूपमा सघाउन सबैलाई आग्रह समेत गरेका छन्। शिक्षा मन्त्रालयले केन्द्रीय आयोजना र कार्यान्वयन इकाइ मार्फत बिग स्कुल प्रोजेक्ट अन्तर्गत भवन निर्माण हुने विद्यालयकी प्राध्यापक अम्बिका श्रेष्ठले बताएका छन्। उपमहासचिव प्रदीप गेवालीले वर्तमान सरकारले राजनीतिक दलसँग बढाएको दूरीका कारण चुनाव हुनेमा विश्वास नरहेको बताएका छन्। नेकपा एमाले गुल्मीको सदरमुकाम तम्बासमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका छन्। अब लगौँ अर्को खबरतर्फ। नेपाली कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्नेमा उनले बताएका हुन्। शनिबार रिपोर्टर्स क्लब नेपालको काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले भनेका छन्, सरकारको जिम्मेदार पदमा बसेको व्यक्ति घटनाको बारेमा जिम्मेदार हुनुपर्ने बताएका छन्। संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेदारी लिनुपर्ने उनको भनाइरहेको हो। त्यस्तै भदौ 24 को विध्वंस कसले गर्यो भन्ने कुराको पनि गहिरो गरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको उनले बताएका छन्। उनले बारा शक्तिको समेत घुसपेटका कारण जेनजी आन्दोलनकामा ठूलो क्षति भएको आशंका गरेका छन्। त्यस्तै उनले वर्तमान सरकार 6 महिनाको लागि चुनावी सरकार रहेको स्मरण गर्दै यसले अन्य छिमेकी देशहरूसँग दीर्घकालीन असर पर्ने खालका सम्झौता गर्न नपाउने समेत जिकिर गरेका छन्। अब लगौँ अर्को खबरतर्फ। पूर्व युवरागी हिमानी शाहले शनिबार ललितपुर पाटन स्थित बङ्गालामुखी मन्दिर तथा कुम्भेश्वर मन्दिरको दर्शन गरी पूजा पाठ गरेकी हुन्।
मन्दिर दर्शनपछि उनले पाटन दरबार क्षेत्रको पनि अवलोकन गरेकी हुन्। बङ्गालमुखी देवीको दर्शनले मनोकांक्षा पूरा हुने र शत्रु नाश हुने जनविश्वास रहँदै आएको छ। पूर्व युवरागी शाह देशभरका विभिन्न शक्तिपीठ र मन्दिरहरूमा नियमित रूपमा पूजा आराधना गर्ने आउने गरेको उल्लेखनीय रहेको छ।